एउटा बिजनेस त रन गरिसक्नुभयो, तर तपाईँले अब यो बिजनेसलाई कसरी प्रपरली एडबाट ग्रो गर्ने भनेर तपाईँ कन्फ्युजमा हुनुहुन्छ र त्यो एड पनि मेटा रन गर्ने कि बुस्टिङ गर्ने तपाईँले त्यो कन्फ्युजन छ भने म तपाईँलाई यस भिडियोमा डिटेली त्यो मेटा राम्रो छ कि बुस्टिङ राम्रो छ भनेर तपाईँले त्यो इन्फर्मेसन दिनेछु र तपाईँले त्यो इन्फर्मेसनको आधारमा आफ्नो बिजनेसको लागि मेटा अथवा बुस्टिङ जुन पनि तपाईँले युज गर्न सक्नुहुनेछ र यसको लागि धेरै कुराहरू तपाईँले फलोअप गर्नुपर्ने हुन्छ र बुझ्नुपर्ने हुन्छ किन मेटा राम्रो छ अथवा बुस्टिङ राम्रो हुन्छ भनेर। तपाईँको प्रडक्ट अथवा सर्भिस राम्रोसँग चल्नको लागि रन गर्नुपर्छ एड्स, तर एड्सको लागि तपाईँले केही कुराहरू डिटेली चर्चा गर्नुपर्छ। यसमा तपाईँले प्राइस, प्रडक्ट टाइप, टाइम, बजेट, टेक्निकल स्किल र टिम पावर, यो 5-6 वटा कुराहरूले तपाईँको कुन एड रन गर्दा बेटर हुन्छ भन्ने कुरा तपाईँले डिफाइन गर्न एकदमै जरुरी छ। किनभने यी सबै कुराहरूको कारणबाट नै तपाईँले बेटर रिजल्ट निकाल्नको लागि हेल्प गर्नेछ। किनभने प्राइस, प्रोडक्ट टाइप अथवा टाइम, बजेट र टेक्निकल स्किल सँगसँगै म्यान पावर तपाईँसँग के कस्तो छ त्यो कुरा बुझ्नुभयो भने मात्र तपाईँले थाहा हुन्छ कि राम्रो रिजल्ट के कारणबाट अथवा कुनबाट निकाल्न सकिन्छ भनेर। सबभन्दा पहिले प्राइसबाट जाउँ। हाम्रो कुनै पनि प्रडक्टको प्राइस हुन्छ, त्यो प्राइस यदि सानो छ अथवा 100-200 रुपियाँदेखि 1000 रुपियाँसम्मको प्रडक्टको प्राइस हुनसक्छ र तपाईँसँग एउटा मात्र प्रडक्ट अथवा सर्भिस, म भनिरहेको छु प्रडक्ट अथवा सर्भिस दुवै हुनसक्छ, तर प्राइस रेन्ज भनेको 100 देखि 1000 सम्म अथवा 2000 सम्म पनि एटलिस्ट हामी कभर गर्न सक्छौँ र यस्तो खालको प्रडक्ट अथवा सर्भिस तपाईँले 15 दिनभित्र सेल गर्नु छ र तपाईसँग लो बजेट छ अथवा लो बजेट भनेको एड रन गर्नको लागि चाहिने खर्च एकदमै लिमिटेड छ र तपाईसँग टेक्निकल स्किल केही मात्रामा छ भने तपाईसँग बिना टिम वर्क अथवा बिना म्यान पावर पनि तपाईँले बुस्टिङलाई फलो गरेर आफ्नो त्यो प्रडक्ट अथवा सर्भिस इजिली सेल गर्न सक्नुहुन्छ। अर्को छ लो कस्ट तर एउटा प्रडक्ट अथवा सर्भिस। प्रडक्ट अथवा सर्भिस तर तपाईसँग 20 देखि माथिको टाइम छ, तपाईँले 20 भन्दा अरू टाइममा तपाईँले त्यसलाई सेल गर्नुपर्ने छ भने तपाईँले बजेट केही मात्रामा म्यानेज गर्नुपर्ने हुन्छ। अब यसमा लो बजेटमा हामी काम गर्न सक्दैनौँ, किनभने तपाईँसँग स्टक छ भने त्यसलाई तपाईँले केही न केही बजेट छुट्याउनु पर्ने हुन्छ र तपाईँले म्यानेज गर्नुपर्ने हुन्छ। सँगसँगै तपाईँसँग टेक्निकल स्किल भयो, हल्का फुल्का तपाईँसँग कम्प्युटरसँग चाहिने कम्प्युटर स्किल छ र टिम छैन भने पनि तपाईँले बुस्टिङबाट नै तपाईँले त्यो प्रडक्टलाई सेल गर्न सक्नुहुन्छ। अर्को छ लो कस्ट, तपाईँसँग दुवै छ, प्रडक्ट पनि छ सर्भिस पनि छ र त्यो सर्भिस र प्रडक्ट बेच्नको लागि तपाईँसँग टाइम त अझ बढ्दै जानुपर्ने भयो, टाइम एक्सटेन्ड हुँदै जान्छ र बजेट पनि तपाईँले म्यानेज गर्नुपर्ने हुन्छ, किनभने तपाईँलाई धेरै कुराहरू बेच्नु छ र त्यसपछि तपाईँसँग टेक्निकल स्किल छ तर टिम वर्क छैन अथवा टिम छैन भने तपाईँले त्यो अवस्थामा पनि तपाईँले बुस्टिङबाट त्यो प्रडक्ट अथवा सर्भिस दुवै बेच्न सक्नुहुन्छ। अर्को छ लो कस्टको प्रडक्ट अथवा सर्भिस तर धेरै छ। प्रडक्ट अथवा 1000 रुपियाँको सामान अथवा 2000 रुपियाँको सामान धेरै छ तपाईँसँग, एउटा मात्र होइन धेरै छ, मल्टिपल छ भने त्यस्तो अवस्थामा पनि तपाईँले बजेट म्यानेज गर्नुपर्ने हुन्छ र टेक्निकल स्किल छ छैन त्यसमा मतलब गर्दैन, तर यहाँ मैले 6 राखेको छु, भएसम्म एकदम राम्रो र टिम वर्क तपाईँसँग भए पनि नभए पनि तपाईँले मेटा एड्स नै फलो गर्नुपर्ने हुन्छ। डिफ्रेन्ट भइरहेको छ। अघिसम्म हामी बुस्टिङमा थियौँ, अब तपाईँसँग मल्टिपल प्रडक्ट छ, मल्टिपल सर्भिस छ भने तपाईँले मेटा एड नै फलो गर्नुपर्ने हुन्छ। अब यसमा बुस्टिङले काम गर्दैन। अर्को छ तपाईँसँग 3000 देखि माथिको प्रडक्ट। अब यसमा 10 देखि 20,000 सम्मको पनि कुनै प्रडक्ट आउन सक्छ, तर एउटा मात्र प्रडक्ट, सर्भिस होस् अथवा प्रडक्ट कुनै, त्यो प्रडक्टमा तपाईँसँग टाइम अब 15 देखि 20-30 दिन अथवा त्योभन्दा माथि पनि हुन सक्छ र तपाईँसँग लो बजेट छ, एउटा प्रडक्ट छ र एउटा प्रडक्टको लागि हामीसँग लो बजेट नै हुन्छ र यसमा तपाईँसँग केही मात्रामा टेक्निकल स्किल छ र टिम छैन, किनभने एउटा प्रडक्ट बेच्नको लागि टिम एरेन्ज गर्न पनि सकिँदैन र यस्तो केसमा तपाईँले बुस्टिङ अथवा मेटा दुई मध्ये एउटालाई फलो गर्न सक्नुहुन्छ। सिम्पल हुन्छ, किनभने एउटा प्रडक्ट सेल गर्नको लागि एउटा एड रन गरे पुग्छ र तपाईँले दुई मध्ये एउटा कुनै पनि रोज्न सक्नुहुन्छ। अर्को छ 3000 देखि 5000 अथवा 10 to 20 सम्मकै प्रडक्ट छ, तर तपाईँसँग दुई मध्ये एउटा एनी वान छ तर
स्टक छ है। अघिकोमा एउटा मात्र प्रडक्ट थियो, अब त्यो एउटा खालको प्रडक्ट तपाईसँग गोडामा थन्केर बसेको छ भने त्यसको लागि अब तपाईँले टाइम त धेरै दिनुपर्ने हुन्छ, 30 भन्दा माथि अथवा जति पनि दिनुपर्ने हुन्छ, एक दिनमा सेल गर्न सक्नुहुन्न। त्यस्तो केसमा तपाईँले बजेट पनि अब इन्क्रिज गर्दै म्यानेज गर्नुपर्ने हुन्छ र टेक्निकल स्किल छ र टिम पनि छ भने तपाईँले मेटालाई फलो गर्नुपर्ने हुन्छ अथवा मेटा एड्स तपाईँले युज गर्नुभयो भने बेटर हुन्छ। अर्को छ हाई कस्टको प्रडक्ट। हामी 10 देखि 20 सम्मको कस्टको सामान कसरी बेच्ने त त्यो तपाईँले बुझ्नुभयो। अब हाई प्रडक्ट छ एउटा प्रडक्ट, अब मानिलिनुहोस् तपाईँसँग एउटा ठुलो टिभी छ अथवा एउटा 1 लाख 2 लाखसम्मको ल्यापटप छ, एउटा मात्र छ हो। त्यसै गरी कुनै 50,000 देखि 1 लाखसम्मको कुनै सर्भिस छ तर एउटा मात्र छ भने त्यस्तो केसमा तपाईसँग केही न केही टाइम त लिमिटेड नै हुन्छ र बजेट तपाईँले म्यानेज गर्नुपर्ने हुन्छ। किनभने 50 देखि 1 लाखसम्मको लागि तपाईँले 5-6 हजार त खर्च गर्नै पर्ने हुन्छ र त्यस्तो खर्च गरिएन भने तपाईँले त्यो प्रडक्ट सेल गर्न पनि गाह्रो हुनसक्छ र तपाईँसँग टेक्निकल स्किल छ, टिम छैन भने पनि तपाईँले मेटा एड फलो गर्नु बेटर हुन्छ। अर्को छ हाई कस्ट। तपाईँसँग दुवै छ, सर्भिस पनि छ, प्रडक्ट पनि छ। हाई कस्टको 50,000 अथवा 20,000 भन्दा माथिको कुनै पनि प्रडक्ट अथवा सर्भिस छ र त्यसमा तपाईँले बजेट म्यानेज गर्नै पर्ने हुन्छ, टेक्निकल स्किल छ र टिम पनि छ। किनभने तपाईँसँग मल्टिपल प्रडक्ट मल्टिपल सर्भिस छ र त्यसको लागि तपाईँसँग टिम डेफिनेटली हुनै पर्छ। किनभने यहाँ तपाईँले एक्लैले काम गर्न सक्नुहुन्न र यसमा तपाईँले टिमवर्क गर्नुपर्ने हुन्छ र तपाईँसँग टिम बनाउनै पर्ने हुन्छ र यो टिम भइसकेपछि तपाईँले अब मेटा एडलाई फलो गर्नु एकदमै बेटर हुन्छ। अब यसमा बुस्टिङबाट तपाईँले काम गर्दैन, किनभने लो कस्टको प्रडक्टको लागि बुस्टिङले काम गर्छ तर हाई कस्टको प्रडक्टलाई हामी मेटाबाटै फलो गर्नुपर्ने हुन्छ, मेटा एड नै बेटर हुन्छ। अर्को छ हाई कस्ट तर मल्टिपल प्रडक्ट मल्टिपल सर्भिस। अब यसमा कुनै प्रडक्ट तपाईँ सेल गर्नुहुन्छ र त्यो प्रडक्टको लागि फेरि अर्को सर्भिसहरू प्रोभाइड गर्नुहुन्छ अथवा तपाईँसँग मल्टिपल प्रडक्टहरू छ र मल्टिपल सर्भिसहरू पनि प्रोभाइड गर्नुपर्छ भने यो भनेको लङ टर्ममा चल्छ। कहिलेकाहीँ हामीसँग ठुल्ठुलो गाडीहरू हुन्छ, ठुल्ठुलो सामानहरू हुन्छ, त्यस्तो प्रडक्ट तपाईँले एकै दिनमा सेल गर्छु भनेर त्यो सकिँदैन। किनभने एकजनाले गाडी किन्ने माइन्डसेट बनाएको छ भने त्यो मान्छेले 2 वर्ष अथवा 3 वर्षपछि मात्र गाडी किन्छ र त्यसलाई तपाईँले एकै दिनमा सेल गर्छु भनेर पनि सकिँदैन। किनभने तपाईँले त्यो गाडीको बारेमा सबै कुरा उसलाई भन्नुपर्ने हुन्छ जुन एक दिनमा 2 दिनमा अथवा हप्ता दिनमा सकिँदैन र अर्को उसले त्यो गाडीको लागि पनि पैसा एरेन्ज गर्दै जान्छ। त्यसकारण हामीसँग लङ टर्ममा कुनै प्रडक्ट सेल गर्नु छ भने तपाईँसँग म्याक्सिमम बजेट हुनुपर्छ। 10-20 लाखको गाडी बेच्नु छ भने तपाईँसँग म्याक्सिमम बजेट हुनुपर्छ र यसमा तपाईँसँग टेक्निकल स्किल भए पनि नभए पनि तपाईँले टिम एरेन्ज गरेको हुन्छ र टिमबाटै तपाईँले त्यो सेल गर्नुहुन्छ र यस्तो केसमा तपाईँले मेटा एड नै फलो गर्नुपर्ने हुन्छ। बुस्टिङले तपाईँलाई राम्रो रिजल्ट प्रोभाइड गर्दैन, यसकारण तपाईँले मेटालाई नै फलो गर्नुपर्ने हुन्छ। अब यो सबै कुरा बुझिसक्नुपर्छ, हाई कस्ट, लो कस्ट र मिडियम कस्ट। यो मध्ये अब तपाईँहरूसँग यी पोइन्टहरूमध्ये केही स्किलहरू तपाईँसँग नहुन सक्छ। स्पेसली कुनै पनि बिजनेस ओनरसँग टेक्निकल स्किल हुँदैन र अर्को कतिपय बिजनेसहरू यस्तो छ कि उनीहरूसँग टिम पनि हुँदैन। त्यो अवस्थामा तपाईँले के गर्ने त? टेक्निकल स्किल पनि छैन र टिम पनि छैन भने त्यो अवस्थामा तपाईँले एड्स म्यानेजर राख्नुपर्ने हुन्छ अथवा एउटा एड्स रन गर्ने एउटा वर्कर अथवा स्टाफ तपाईँले हायर गर्नुपर्ने हुन्छ जसले तपाईँलाई बुस्टिङ एड सर्भिस प्रोभाइड गरोस् अथवा मेटा एड सर्भिस प्रोभाइड गरोस्। त्यस्तो टाइपको एउटा स्टाफ तपाईँले हायर गर्नुपर्ने हुन्छ र त्यहाँबाट तपाईँले एड्स रन गरेर आफ्नो बिजनेस ग्रो गर्न सक्नुहुन्छ। आई होप कि तपाईँहरू सबैजनाले अब तपाईँको लागि बुस्टिङ चाहिन्छ अथवा मेटा एड्स कसले कुन कतिको तरिकाले तपाईँले हेल्प गर्न सक्छ भनेर र तपाईँले यो चार्टबाट पनि देख्न सक्नुहुन्छ कि केही कुराहरू तपाईँले बुझिसक्नु पनि भएको छ र यो चार्टलाई फलो गरेर पनि तपाईँले बुस्टिङ अथवा मेटा एड्स कुन युज गर्ने भनेर तपाईँले बुझिसक्नु भएको छ। र यो भन्दा पनि अझ डिफ्रेन्ट केही कुराहरू बुझ्न मन छ अथवा सिक्नु पर्ने छ भने तल कमेन्ट गर्नुहोस् तपाईँलाई कुन कुरामा कन्फ्युज छ भनेर
नेक्स्ट भिडियो म त्यही टपिकबाट तपाईलाई डिस्कस गरेर प्रोभाइड गरिदिन्छु। सी यू इन द नेक्स्ट भिडियो एन्ड गुड बाई।